हातको सिरानी अँगालो बेरेर बाँच्न सक्छु त्यही मुहार हेरेर हामले माया लाएको जुनले मात्र देख्छ भन्दै चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङले यसरी हातको सिरानी अँगालो बेरेको समेत कुरा खुलाएपछि गायक चिज गुरुङले तिमीलाई बेहुली बनाएर मात्र मर्छु भन्न भ्याएका छन्। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडीले गाएको भर्खरै मात्र एउटा लाइभ दोहोरी, जसमा निकै रमाइलो र रोमान्टिक लाइभ दोहोरी सार्वजनिक भएको छ। विवाहको कुरा समेत यस लाइभ दोहोरीमा छर्लङ्ग पारिएको छ। बुलबुल मिडियाबाट सार्वजनिक भएको यो लाइभ दोहोरी हेर्न छुटाउनु भएको छ, यद्यपि सुन्न छुटाउनु भएको छ भने आज हामी तपाईँहरूको माझमा पुरै भिडियोको जानकारी पनि दिनेछौँ, कुन भिडियो कहाँबाट आउँदैछ। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका साङ्गीतिक जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको लाइभ दोहोरीकै अपडेट दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। गायक चिज र गायिका निर्जला गुरुङ भर्खरै मात्रै युकेबाट नेपाल फर्किएका हुन्। नेपाल फर्किएसँगै स्टेज प्रोग्राम, लाइभ दोहोरी, नयाँ म्युजिक भिडियोमा निकै व्यस्त रहेका गायक चिज र निर्जला गुरुङले भर्खरै मात्रै बुलबुल मिडियाबाट एउटा लाइभ दोहोरी सार्वजनिक गरेका छन्, जुन गीतको बोलमा रहेको छ हामले माया लाएको जुनले मात्र देख्छ। यो बोलको गीतसँगै गायिका निर्जला गुरुङ र गायक चिज गुरुङको निकै रमाइलो पनि लाइभ दोहोरी छ, जसमा गायिका निर्जला गुरुङले यस्तो भन्न भ्याएकी हुन्छन्। हातको सिरानी अँगालो बेरेर बाँच्न सक्छु त्यही मुहार हेरेर हामले माया लाएको जुनले मात्र देख्छ। चिन्ता नल्याऊ सानो जुनलाई नि बादलुले छेक्छ भन्दै यसरी टुक्का प्रहार गर्दा गायक चिज गुरुङ कहाँ कमी थिए र। चिज गुरुङले पनि अझै राम्रो तरिकाले भन्छन्, तिमीलाई बेहुली नबनाई मर्दिन, सँगै भइदेऊ भर रात भर्दिन, हामले माया लाएको जुनले मात्र देख्छ। चिन्ता नल्याऊ जुनलाई नि बादलुले छेक्छ। यो बोलको गीत एकदमै सुन्न र हेर्न रमाइलो लाग्छ। बुलबुल मिडियाबाट सार्वजनिक भएको छोटो समयमा लाखौँ दर्शकहरूले मन पराउनु भएको छ र सकारात्मक कमेन्ट गर्नुभएको छ। यी दुवैलाई एक भएको हेर्न चाहने म र तपाईँ मात्रै होइन, लाखौँ दर्शकहरू हुनुहुन्छ जो देश विदेशमा हुनुहुन्छ।